नमस्कार। टी20 विश्वकप छनोटमा नेपालको दमदार प्रदर्शन, अपराजित रहँदै सुपर 6 मा प्रवेश। क्रिकेट नमस्कार। ओमानबाट प्राप्त ताजा समाचारहरूमा तपाईंलाई स्वागत छ। टी20 विश्वकप 2026 को एसिया तथा ईस्ट एसिया पैसिफिक छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शानदार प्रदर्शन गर्दै समूह बी को विजेताका रूपमा सुपर 6 चरणमा प्रवेश गरेको छ। नेपालले समूह चरणका आफ्ना दुवै प्रतिद्वन्दी कुवेत र जापानलाई सजिलै पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। कुवेतमाथि 58 रनको विशाल जीत। पहिलो खेलमा नेपालले कुवेतलाई 58 रनको फराकिलो अन्तरले हरायो। नेपालको ब्याटिङ कुशल भुर्तेलको 66 रनको अर्धशतकीय पारी र अन्त्यमा गुलसन झाको 20 रनको विस्फोटक योगदानले नेपाललाई 141 रनको चुनौतीपूर्ण योगफलसम्म पुर्यायो। नेपालको बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई 18.1 ओभरमा 83 रनमै अलआउट गरिदिए। कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान 2-2 विकेट लिएर जित सुनिश्चित गरेका थिए। जापानमाथि 5 विकेटको सहज जित। समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई 5 विकेटले पराजित गर्दै समूह विजेता बन्यो। जापानको प्रदर्शन। पहिले ब्याटिङ गरेको जापानले कप्तान क्यान्डल काडावाकी फ्लेमिङको 60 रनको सहयोगमा 131 रन बनाएको थियो। नेपालका गुलसन झा र सन्दीप लामिछानेले 2-2 विकेट लिए। नेपालको जित। 132 रनको लक्ष्य नेपालले 18 ओभरमै 5 विकेट गुमाएर सहजै पूरा गर्यो। आसिफ शेखले 38 रन र गुलसन झा 28 नट आउटले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई लगातार दोस्रो जित दिलाए। वर्तमान स्थिति र सुपर 6 को समीकरण। नेपाल अपराजित। नेपाल अहिले समूह बी को विजेता बनेर सुपर 6 मा पुगेको छ। महत्त्वपूर्ण कुरा, समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेका कारण नेपालले 2 अङ्क सहित सुपर 6 को यात्रा सुरु गर्नेछ। समूह उपविजेता जापानले भने 0 अङ्कबाट सुरु गर्नेछ। सुपर 6 मा एसिया र ईस्ट एसिया पैसिफिक क्षेत्रका 6 उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपालको लक्ष्य आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी20 विश्वकपमा छनौट हुनु हो, जसका लागि सुपर 6 को शीर्ष 3 मा पर्नु आवश्यक छ। नेपालले अब समूह चरणमा आफूले नभेटेको समूह ए यूएई, कतार र समूह सी ओमान, सामुआ, पीएनजीबाट आएका 4 टोलीसँग खेल्नेछ। नेपालले सुपर 6 मा जम्मा 4 खेल खेल्नेछ। नेपालले पहिले नै 2 अङ्क लिएर सुरु गरिसकेको छ। बाँकी 4 खेलमध्ये कम्तीमा 2 वा 3 खेल जितेमा विश्वकपमा छनौट हुने सम्भावना धेरै बलियो हुनेछ। सुपर 6 मा नेपालको पहिलो खेल बलियो प्रतिद्वन्दी यूएईसँग हुनेछ। यूएई, नेपाल र ओमान जस्ता टोलीहरू नै यस छनौटमा प्रमुख दावेदार हुन्। नेपाली टोली हाल उच्च मनोबल र राम्रो लयमा रहेकाले यस पटक विश्वकपमा छनौट हुने प्रबल सम्भावना रहेको खेल समीक्षकहरूको भनाइ छ। नेपाली समर्थकको आशा छ यो टोलीले फेरि एकपटक देशलाई विश्वकपको ठूलो मञ्चमा पुर्याउनेछ। नेपालको आगामी सुपर 6 को खेल तालिका। आइतबार नेपाल विरुद्ध यूएई, सोमबार नेपाल विरुद्ध कतार, बुधबार नेपाल विरुद्ध सामुआ, बिहीबार नेपाल विरुद्ध ओमान। सुपर 6 का खेलहरूको अपडेट लिएर फेरि आउनेछौँ। तबसम्मका लागि बिदा चाहन्छु।